यो छोरी कहाँ गयो कि आज चाहिँ दिनभरि घरमा देखेछु कहाँ गइछ यो अलिक काम पनि हराउनु पर्यो त्यतिकै बसेर कहाँ पुगिरहेको तेरिके के गर्दैछ यो अरे बाप रे बाप पढ्दै रहेछ ए बिचरा पढ्दो रहेछ म त डुल्नु पो गएछ कि भनेर त नराम्रो सोच रहेछ मेरो बिचरा छोरी पढोस् अहिले काम आउँदैन ओहो यसलाई एक दुईवटा कुरा सोध्नु थियो सोधिकन आउनु पर्यो के गर्दैछ यो यो त अघि त पढ्दै थियो फेरि सुतेछ खाता साइडमा लगाएर यसलाई त 2 moments later सरी अठेरी गर्छस् उल्लु बनाउँछस् त्यो डल्लै सफा गरेर मात्रै हुन्छ तेरो बुझिस् छुट्टी हुन्छ आज चाहिँ नभए भात छैन त बहिनी